हामी भगवानको मन्दिरको दर्शन गर्न आएको लाखवती बाल्न मन्दिरको दर्शन गर्न आयौँ हामी। के नाम हो तपाईँको? हरिमाई ढकाल। हरिमाई ढकाल। माइत कहाँ हो नि? माइती निकी बुहारी हो। लम्चल कहाँ? आफै हो? ल नमस्ते मेरो पनि। अब लु भन्नु। नमस्ते मेरो नाम यो भन्नु न। हाम्रो माइतीले बोलाएको माइतीको लाखवती बाल्न देवी थान आएको ल। म चाहिँ मेरी भदैका लाखवती बाल्ने मेरी बुहारी नातिनी बुहारी आइछि। छोरा बुइनी पनि हो? त्यो बुहारी बुइनी पनि हो होइन? बुहारी बहिनी पनि हो। नाम पनि खै भन्नुभएको? नाम मेरो त ठुली कान्छी ढकाल। ठुली कान्छी ढकाल नै हो नाम? ल भन्नु अब तपाईँ भन्नु ल। ल नमस्ते मेरो नाम यो हो, म यहाँ बत्ती बाल्न आएको भन्नु न। पुताली हुँ म। ढकाल हुँ। माइका थाना बत्ती बाल्न आएको देवरले बोलाउनु भयो। अनि यो माइका थान भनेको चाहिँ कहिलेदेखि सुरु गरेको यहाँ थाहा छ तपाईँलाई? उहिलेदेखिबाट सुरु गरे हो। यहाँ साक्षात भगवान छन्? भगवान हुनुहुन्छ। दुलाल जतिका कुनाइनी यो तुलसीको दुलालको कुनाइनी नि हो। हामी घर आएदेखिबाट आइरहेको अनि हामीले आज के भन्थे उहिलेको कहिले कहिले अब ऊ त्यहाँ जङ्गल लिएर उता लिएर जान्छु ल। ल कसैलाई भजन गाउन आउँछ, केही भन्न लाग्छ, सुरुमा नाम भन्नु। नमस्ते मेरो नाम यो कहाँ आएको भन्नु न। ठाउँ नि बनाउनु पर्यो होइन? मेरो नाम देवकी ढकाल अनि के अरे यो देवी थान। देवी थानमा आउनु भएको? आएको ए अँ भयो। लु भन्नु। मेरो नाम चाहिँ पवित्री ढकाल। पवित्र पवित्री ढकाल हो मेरो नाम चाहिँ। अनि म चाहिँ यहाँ लाखवती बाल्ने कार्यक्रममा हामी देवी थानमा सबैजना महिला मिलेर अनि दाईहरू दिदीहरू सबैजना मिलेर आएको। हजुर धन्यवाद। तपाईँको नाम के हो? तपाईँको नमस्कार। नमस्कार तपाईँको नाम के हो? सानो ढकाल। तपाईँ आज कहाँ आउनुभएको? देवपुरकी देवी थानमा लाखवती बाल्ने ठाउँमा सबै यो कार्यक्रम थियो र सबैजना आइछन् आज। ल धन्यवाद। अनि तपाईँको नाम के हो? नमस्कार। लक्ष्मी ढकाल। ए सब ढकाल गाउँको मान्छे हुनुहुन्छ कि क्या हो? रानीवनबाट आएको लाखवती बाल्न। नमस्कार, म चाहिँ पवित्र ढकाल। हामी यहाँ अब माइतीले लाखवती बाल्ने प्रोग्राम गर्नुभएछ अनि आउनुभएको गर्नुभएछ। अनि प्रोग्राम त्यही प्रोग्राममा देवीको थानमा समावेश भएछौँ हामी। ल धन्यवाद। ल तपाईँ भन्नु अब। सुमित्रा ढकाल। अनि कहाँ हो घर तपाईँको? अनि यहाँ चाहिँ कहाँ आउनुभएको त? देवी थान लाखवती बाल्न आउनुभएको। धन्यवाद। ल नमस्कार। ल तपाईँले त अरू कुरा पनि भन्नुपर्छ। यो गाउँको बारेमा मलाई केही थाहा छैन, त पनि भन्नुपर्छ। आफ्नो नाम भनियो अरे। आफ्नो नाम भन्नु अनि त्यस पछाडि मलाई भन्नु अब यहाँ को आएका छौँ कसरी। ल त्यसो भए नाम मात्रै भनिदिनु न त। गङ्गा ढकाल रानीवनबाट आएको। ल नमस्कार। मेरो नाम भवानी देवी ढकाल। देवपुर रानीवन 1बाट आज हामी यहाँ दाजुभाइ दिदीबहिनी सबैजना मिलेर यो लाखवती बाल्ने कार्यक्रम छ, सबैजना रमाइलो गरौँ भनेर आएको। तर म एउटा सानो भजन पनि गाउँछु। लु अब धन्यवाद। गाइहाल्नु। दिदी बहिनी दाजुभाइ मिलेर, दिदी बहिनी दाजुभाइ मिलेर मन्दिरमा अघि भन्नु हुँदै थियो नि बाटोमा। आयौँ हामी मन्दिर देवीको मन्दिरमा भजन गाउनलाई होइन। फेरि भन्नु। भन्नु ल भन्नु। ल भन्नु ल। सुनकोशी सलला निकाल्नु। सुनकोशी सलला आज देवीको थानैमा बत्तीको झलला दिदी बहिनी मिलेर दाजुभाइ मिलेर आफू हामी रमाइलो गर्नलाई सुनकोशी सलला आज देवीको थानैमा बत्तीको झलला आज देवीको थानैमा
झाला आइता पुरो देवीको थाना देवीको थाना चल्यो मलाई धोपीको बासना सुनको सिसाला आज देवीको थानैमा बत्तीको झाला आज देवीको थानैमा बत्तीको झाला सबै मिली गरौँ न रमाइलो सिपछि सलाला आज देवीको थानैमा बत्तीको झलाला आज देवीको थानैमा बत्तीको झलाला देवीको थानैमा बत्तीको झलाला। धन्यवाद। पाला समार राख्नुपर्ने हुने होला कि त्यहाँ होइन लुगा पऱ्यो